वर्ल्डलिङ्कको बदमासी, स्वीकृति बिना नै प्याकेज बिक्री, दूरसञ्चार ऐनको ठाडो उल्लङ्घन हुँदा पनि भएन कारबाही। कर बक्यौदा विवादमा देश नै हल्लाएर आफूलाई शक्तिशाली देखाउन सफल वर्ल्डलिङ्कले स्वीकृति नै नलिई विभिन्न प्याकेज बेचिरहेको र कर्पोरेट हाउसहरूमाथि पनि खुलेआम ठगी गरिरहेको दुई फरक घटना सार्वजनिक भएका छन्। कम्पनीले ल्याएको 6G राम्रो नचलेको आवाजसँगै राज्यलाई कर ठग्न खोज्ने वर्ल्डलिङ्कलाई बहिष्कार गर्नुपर्ने सम्मका आवाज सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुँदा वर्ल्डलिङ्कका दुई नयाँ काण्ड बजारमा आएका हुन्। वर्ल्डलिङ्कको पहिलो बदमासी, स्वीकृति बिना नै प्याकेज बिक्री। वर्ल्डलिङ्कले आफ्ना विभिन्न प्याकेजहरू बिक्री गर्दा अनिवार्य रूपमा लिनुपर्ने स्वीकृति नै नलिएको खुलासा भएको छ। पछिल्लो 1 वर्ष यतादेखि नियामक दूरसञ्चार प्राधिकरणले कुनै पनि इन्टरनेट प्याकेजका लागि ट्यारिफ स्वीकृत नगरेको भए पनि वर्ल्डलिङ्कले भने हामीलाई कसले छुने शैलीमा प्याकेजहरू बनाएर बेचिरहेको पाइएको हो। कम्पनीले स्वीकृति नै नलिई 200, 250 र 300 Mbps का मासिक, त्रैमासिक र वार्षिक प्याकेज बेचिरहेको छ। यो कुनै पनि प्याकेजको शुल्क नियामक प्राधिकरणबाट स्वीकृति छैनन् भने कम्पनीले स्वीकृति नै नलिई सुविधाको नाममा अफरहरूसहित प्याकेज बेचिरहेको छ। कानुनमा प्रष्ट भनिएको छ, अनुमति लिएर मात्र दिन मिल्छ सेवा। प्रचलित कानुन व्यवस्थाले अनुमति लिएर मात्र सेवा दिन मिल्छ भनेको छ। दूरसञ्चार ऐन 2053 को दफा 42 ले अनुमति पत्र प्राप्त ग्राहकलाई दूरसञ्चार सेवा उपलब्ध गराए बापत शुल्क लगाउन र असुल गर्न सक्छन् भनेको छ। सो दफाको उपदफा क मा उल्लेखित व्यवस्थाले भने यस्तो सेवा शुल्कको दर प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराउनु पर्ने, सेवा शुल्कको दर उचित र मुनासिब हुनुपर्ने र सेवा शुल्कको दर प्राधिकरणले निर्देश गरे बमोजिम प्रकाशन गरेको पर्ने निर्देश गरेको छ भने सोही दफाको उपदफा 2 मा त्यस्तो सूची लागू हुनुभन्दा 3 महिना पहिले नै स्वीकृतिका लागि प्राधिकरण समक्ष पेश गर्नुपर्ने प्रष्ट उल्लेख गरिएको छ। यता प्राधिकरणबाट स्वीकृत भएपछि लागू हुनुभन्दा कम्तीमा 7 दिन पहिले सेवा प्रदायकहरूले ग्राहकले थाहा पाउने गरी नयाँ शुल्क सहितको प्याकेज जानकारी प्रकाशन गर्नुपर्ने व्यवस्थाको पनि वर्ल्डलिङ्कले ठाडो अटेरी गरेको छ। वर्ल्डलिङ्कले यस्तो अटेरी गरेपछि अन्य केही सेवा प्रदायकहरूले पनि वर्ल्डलिङ्कै बदमासीको सिको गर्दै बिना स्वीकृति प्याकेजहरू बेचिरहेका छन्। प्राधिकरणले पनि आफ्नो स्वीकृति बिना वर्ल्डलिङ्कले विभिन्न प्याकेजहरू बिक्री गरिरहेको जानकारी आएको तर कारबाही प्रक्रिया भने अगाडि नबढेको स्वीकार गरेको छ। वर्ल्डलिङ्कले भने आफू मात्र नभए अरू सेवा प्रदायकले पनि यस्तो गलत काम गरेको र यसमा स्वयं प्राधिकरण नै जिम्मेवार भएको गैर जिम्मेवार जवाफ दिएको छ।